गाइज वेलकम बैक टू माई न्यू भिडियो। हजुरहरूलाई मेरो भिडियोमा स्वागत छ। ओके गाइज, सो सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि सब ठिकै छ भनौँ। आज त पानी पर्ला जस्तो गरिरहेको छ। आज त हामी मरौडे जाँदाखेरि जाँदैछौँ। आज हामी कोतरातिर साथी हामी चाहिँ लाग्यौँ अब ट्रेनतिर सर लिफ्टबाट। अनि हामीले त्यहाँ भित्र जाँदाखेरि लिफ्टदेखि भित्र जाँदाखेरि खाना पनि कति राम्रो राम्रो देखिरहेको थियौँ हामीले। खाना अनि मिठाईहरू, आइस मिठाईहरू यति दामी दामी छ, हेर्न सक्नुहुन्छ। चक्लेटहरू दामी छ नि, मिठाई जो बवाल बवाल छ। फाइनली हाम्रो ट्रेन पनि आयो। हामी ट्रेन अब ट्रेनभित्र लाग्छौँ भित्र। सो हामी चाहिँ अब यो ट्रेनमा चढेर नि यतातिर अब यो बाटो हेर्दै भ्यू हेर्दै हामीले लाग्यौँ कोतरातिर। सायद तपाईँहरू पनि मरिसमा बस्नेहरू त कोतरातिर त यस्तै ट्रेनमा जानुहुन्छ होला। राम्रो छ भ्यू। त्यस्तो राम्रो थिएन, फेरि पानी पर्ला जस्तो कुरा थियो। आज फेरि खासै घामै लागेको थियो नि त त्यतिखेर। यस्तो छ पुरा भ्यू चाहिँ दामी छ मलेसियामा। अनि घाम नबस्दा अझै राम्रो देखिन्थ्यो। जस राम्रै छ। धेरै जस्तो त यही बाटो हिँड्नुहुन्छ, धेरै जस्तो ट्रेनमा चाहिँ यो बाटो। मलेसिया हेर्ने घर कति ठुलो छ घर। सो नाइस, यति दामी छ भ्यू। केटी देख्नुपर्छ। स्याउ खाना खानु है किन यति दामी दामी छ। अन्त यहाँ त रातिमा आउनु झन् राम्रो हुँदैन। पुरै बत्ती बलिहाल्छ। दामी दामी मालाहरू। तर पनि आइसक्रिम छ। आइसक्रिम छ यतातिर। अनि मैले चाहिँ देखेको यस्तो बस मलेसियामा चाहिँ धेरै जस्तो यस्तै हुन्छ, धेरै जस्तो राम्रो छ बस। माथिदेखि माथि पनि बस्ने, तल पनि बस्ने छ। अनि यो चाहिँ मयूर दामी छ। अनि हामी चाहिँ फाइनल्ली कोतराईमा आइसक्यौँ। यो चाहिँ कोतराईमा यता धेरै जस्तो मान्छेहरू यहाँ बस्ने, सायद सबैलाई थाहा छ होला यो ठाउँ कुन ठाउँ भन्ने चाहिँ तपाईँहरू मलेसियामा बस्नेलाई सबैलाई थाहा छ। यो चाहिँ हो कोतराईको घन्टाघर भन्छ यसलाई चाहिँ। दामी छ घन्टाघर, दामी छ। अनि हामी चाहिँ जहिले पनि यहाँ गएपछि पैसा पठाउने ठाउँदेखि यतातिर चाहिँ जहिले हामी जान्छौँ यहाँ। अनि हामी चाहिँ लाग्यौँ काठमाडौँ होटलतिर लाग्यौँ सर र दाइ र म झोला बोकेर सर र। फाइनली हामी चाहिँ अब खानातिर लाग्यौँ। हामी सबैजना उहाँहरू नै हो, हाम्रो दाइ यो आधोन दाइ र म चाहिँ गएको थियौँ। उहाँहरू अब ढेँडो देखाइरहनु भएको छ। खाना थाल्यौँ हामी चाहिँ। काठमाडौँ होटलमा राम्रो राम्रो पाउँछ खाना। अनि दाइले एउटादेखि अब मासु निकालेर देखाउँदैछन्। ठिक छ, जो खाइयो राम्रो राम्रो पाउँछ खाना पनि राम्रो राम्रो। सबैजना आउनु होला, जसजना भिडियो हेर्नुहुन्छ उहाँहरू सबैजना। अनि हामी चाहिँ त्यसपछि लाग्यौँ काठमाडौँ होटलमा खाएर। यतातिर मार्केटतिर उहाँले के किन्ने भन्नुहुन्थ्यो। हामीले यताउति बाटो हेर्दै अनि सामान हेर्दै हिँड्यौँ हामी चाहिँ। उहाँ त पछाडि आइरहनु भएको छ।
रमाइलो हुन्छ धेरै मान्छे चाइनिजहरू हुन्छ चाइनिज खैरेनीहरू धेरै हुन्छ अनि यहाँ चाहिँ हेर्नु औँठीहरू धेरै राम्रो राम्रो छ यहाँ हेर्नु औँठीहरू कति राम्रो छ घडी कति राम्रो छ अनि दुइटा दाइ हिँडिरहनु भएको छ खैरेनीहरू हेर्नु कसरी हिँड्दा मरिसमा यस्तै लुगा यस्तै लाउँछन् यो लकेज लकेजहरू दामी दामी हुन्छ अनि हामी चाहिँ अर्को किन्नु भएन दाइहरूले चाहिँ हिँडिरहनु भएको थियो हेर्न चाहिँ हामीले हेर्न हिँड्यौँ कहाँ के पाउँछ भनेर हामी अनि फेरि हामीले त्यतिर लाग्यौँ खैरेनीहरू कपाल पनि कस्तो खैरेछ अनि दाइहरू फेरि हिँडिरहनु भएको अगाडि म चाहिँ पछि पछि खैरेनीहरूको कपाल हेर्दै अनि यतातिर फेरि जानुभयो उहाँ सामान हेर्न फेरि के किन्ने भन्दै जानुभयो अनि फेरि हामी त्यहाँ चाहिँ खै के मन परेन फेरि फर्किनु भयो अनि यहाँ लुगा हेर्नु दामी दामी छ लुगा पनि त्यसपछि चाहिँ फाइनली हामीले त्यसपछि लाग्यौँ फेरि ट्रेनतिर घरतिर रुमतिर जाने भनेर रुममा गएर पर्खिरहेको थियौँ हामीले एकछिन चाहिँ अनि आयो फेरि फाइनली ट्रेन पनि आयो अनि त्यसपछि हामीले ट्रेनभित्रतिर लाग्यौँ अनि ट्रेन मान्छे पनि आइरहेको थियो बाहिर आइरहेको थियो हामी भित्र गयौँ अनि फाइनली ट्रेनभित्र बसेर नि हामी दुई भाइले गफ गरिरहेको थियौँ आइयो भनेर अनि घरमा भित्र यसो उता हेर्नु त त्यो एउटा खुट्टाले नि मान्छे जो जिन्दगी चल्दो रहेछ मान्छे त्यो म त अचम्म पऱ्यो लास्ट चिट्ला हेर्नु एउटा खुट्टा छ अनि ऊ छ खुट्टा एउटा सारा ऊ रहेछ ठिकै त्यही गाई चाहिँ ओके म फेरि अर्को भ्लग बनाउने छु फेरि पनि सबैजनाले माया गरिदिनु होला लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला ओके गाइज बाई बाई